अन्तत भुन्टीका ससुराले भुन्टीलाई घरबाट निकाल्नुको कारण के थियो? के भुन्टीसँग ठोकिएको त्यो केटाले भुन्टीलाई धेरै माया गर्दो रहेछ? अब के भुन्टीसँग त्यसको बिहे होला त? भुन्टीलाई भूपेन्द्रको घरबाट निकालिए पनि भुन्टीको मनबाट भूपेन्द्र निक्लेलान्। अब आउने दिनहरूमा भूपेन्द्र र भुन्टीको सम्बन्ध के होला? भुन्टीले भूपेन्द्रलाई छोडेर त्यो नयाँ केटासँग बिहे गर्लिन्। आगामी दिनमा भुन्टी सिरियलमा के होला भन्ने बारेमा आजको भिडियोमा पुरा बताउने छौं। भिडियोलाई भने अन्त्यसम्म हेर्नुहोला। भुन्टीलाई भुन्टीका ससुराले त्यस घरबाट निकाल्नुको मुख्य कुरा नै भुन्टीका ससुराले भुन्टीलाई धेरै माया गर्छन्, किनकि भुन्टीका ससुराले विगतमा भुन्टीलाई धेरै दुःख पाएका देखेका छन्। भुन्टीका सासू बालकुमारीले अनि भूमिका र भीमले पनि धेरै दुःख दिएको कारणले पनि भुन्टीलाई आएको आपतले अहिले आएर लास्टमा भूपेन्द्रले पनि दुःख दिए अनि फेरि भूपेन्द्रको भाउजूले पनि दुःख दिएको देखेर भुन्टीका ससुराले भुन्टीले अझसम्म कहिले पनि सुख पाइनन्। यो घरमा बसेर भुन्टीले कहिले पनि सुख पाउनन्। बरु भुन्टीलाई यस घरबाट निकालेर भुन्टी अन्त गएर स्वतन्त्र रूपले बाँचिन् भने त्यतै भुन्टी खुसी हुन्छन् भन्ने हेतुले भुन्टीका ससुराले भुन्टीको खुसीको लागि मनभित्रबाट माया भए पनि मनभित्रबाट निकाल्न नसके पनि उनले बाध्य भएर भुन्टीका ससुराले भुन्टीलाई त्यस घरबाट निकाल्नु परेको अवस्था थियो र भएको हो। यता भुन्टीसँग ठोकिएको त्यो केटाले विगतमा भुन्टीलाई आफ्नो बिहेको लागि भुन्टीको हात माग्न गएको अवस्थामा भुन्टीले त्यति बेला बिहे गर्दैन भनेर भनेकी थिइन्, तर पनि त्यो केटाले भुन्टीलाई साह्रै नै मन पराएको थियो। तबसम्म अहिले भुन्टीलाई त्यो मन पराउने केटोले अझैसम्म कुनै केटीसँग बिहे नगरेको देखिएको छ। यसरी हेर्ने हो भने भुन्टी भूपेन्द्रको घरबाट बाध्य भएर निस्किनु अनि त्यो केटा बाटोमा ठोकिनु र त्यो केटाले भुन्टीलाई विगतमा माग्न जाँदा आफूले नपाउनु अहिले आएर भुन्टी र त्यो केटासँग मेलमिलाप ठोकिएको देख्दा कहीँ कतै त्यो केटा र भुन्टीको अब फेरि मिलन भएर राम्रोसँग कुराकानी भएर भुन्टीको मन त्यो केटासँग जाने हो कि अनि ती दुईजनामा फेरि बिहे हुने हो कि भन्ने पनि शङ्का गर्न सकिन्छ दर्शकबिन। किनकि मन हो, मन कोहीसँग पनि ठोकिन सक्छ। कसैले माया दियो, कसैले आफूलाई हेरचाह र स्याहार सुसार गर्यो अनि दुःख परेको अवस्थामा सहयोग गर्यो भने मन त्यतैतिर भुल्न खोज्छ र फेरि माया बस्न थाल्छ दर्शकबिन। त्यस्तै हुन थालेको छ भुन्टीलाई पनि। भुन्टीले अब यस्तो अवस्थामा दुःख पाएकी छिन्, उसलाई कसले सहयोग गर्देला भन्ने बाटो उनलाई कसैले साथ दिए भने पनि उनी साथमा रमाउन सक्छिन्। त्यस्तो अवस्थामा अहिलेको त्यो नयाँ केटाले भुन्टीलाई साथ दियो, त्यसै त मन पराउँछ, उसले पक्कै पनि साथ दिन्छ। साथ दियो भने भुन्टीको मन त्यो केटासँग जान्छ र कहीँ कतै बिहे हुने सम्भावना पनि बढी देखिन्छ। फेरि भुन्टीको मन त्यो केटासँग गयो भने यता भूपेन्द्र निको भएर भुन्टीलाई खोज्दै आउँदा भुन्टी अरूसँग रमाएको देख्दा भूपेन्द्रलाई कस्तो होला त दर्शकबिन? त्यो अवस्था पनि नआउला भन्न सकिँदैन। विगतमा भूपेन्द्रले आफूले भुन्टीलाई धेरै दुःख दिएको कारणले अब मैले भुन्टीलाई मेरो बनाउनु पर्छ र मैले खुसी दिनुपर्छ भन्ने लागे पनि भूपेन्द्रले अब मसँग रहेर भुन्टी कहिले पनि खुसी हुन्नन् भन्ने हेतुले भूपेन्द्रले पनि भुन्टीलाई फेरि अब अरूसँग बिहे गर भन्ने यस्ता कुराहरू भुन्टीसँग गरेका हुन्छन्। त्यस्तो अवस्थामा भुन्टी निकै नै दोधारमा परेकी हुन्छन्, किनकि भुन्टीलाई माया गर्ने दुईजना हुन्छन् तर भुन्टी कोसँग रहेलिन् भन्ने भुन्टी नै आफू दोधारमा परेकी हुन्छन् भने हामीहरूलाई त झन् कस्तो होला दर्शकबिन। त्यस्तो अवस्थामा भुन्टीको दोधारमा भएको मनले के भन्ला दर्शकबिन? भुन्टीका आफन्तहरूले त पक्कै नयाँ केटासँग बिहे गर्नुपर्छ भन्ने गर्छन्। भुन्टीको परिवार दाजु टोकले आमा बुवाले त नयाँ केटासँग बिहे गरे भने तैँले खुसी हुन्छस् र आफ्नो जिन्दगी राम्रोसँग बित्छ भन्ने कुरा भुन्टीका बुवा आमाले भनेका हुन्छन्। किनकि भूपेन्द्रको परिवारले विगतमा भुन्टीलाई दिएको दुःख देखेर पनि भुन्टीलाई भूपेन्द्रको परिवारसँग फेरि सम्बन्ध जोड भन्ने कुरा गर्नै सक्दैनन्। त्यही कारणले भुन्टी आगामी दिनमा मायामा दोधार परेको हामीले देख्न सक्छौँ। अब भुन्टीले कसलाई साथ दिलिन् अनि आफ्नो परिवारले भनेको कुरा सुन्लिन् कि नसुन्लिन् भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण रहेको छ दर्शकबिन। भने यता भूपेन्द्रको भाउजूले भुन्टीलाई घरबाट त्यस्तो नराम्रो व्यवहार गरेर निकाल्नु, भूपेन्द्रको भाउजू र भूमिकाले भुन्टी निस्केको अवस्थामा त्यसरी खुसी हुनु पक्कै पनि कहीँ न कहीँ भूपेन्द्रको भाउजू र भूमिकालाई पाप भने पक्कै लाग्नेछ दर्शकबिन। भने अब भुन्टी सिरियलमा तपाईँहरूले भुन्टीलाई नयाँ केटासँग भुन्टी
जीवन बितोस् भन्ने चाहनुहुन्छ या त फेरि भुन्टी भूपेन्द्रैसँग रमाएको हेर्न चाहनुहुन्छ? तपाईँको विचारमा के लाग्छ? भुन्टी भनेर लेखिदिनु होला कमेन्ट बक्समा, या त भुन्टी र भूपेन्द्र भनेर लेखिदिनु होला, या त भुन्टी र नयाँ केटा भनेर कमेन्ट बक्समा लेखिदिनु होला भन्दै आजको भुन्टी सिरियलको रिभ्युज भिडियो यति नै। फेरि पनि आगामी भागमा भुन्टी सिरियलमा के हुन्छन् र हुनेवाला छन् भन्ने बारेमा भिडियो फेरि लिएर आउनेछौँ। आजलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।